चाहिँ बनाउन गइरहेको छु र हुँदै त अब जङ्गलमा पाइने चिज हो तर केही साल अगाडि चाहिँ मैले यसको बिजन लिएर चाहिँ बिजन भन्दा पनि यसको यो यता त गाँठो हुँदो रहेछ त्यो गाँठो चाहिँ मलाई एउटा अङ्कलले दिनुभएको थियो है र त्यसलाई चाहिँ मैले रोपेर चाहिँ अहिले पुरा फस्टेको छ त्यसमा चाहिँ पुरा मुन्टाहरू लागिरहेको थियो है साथमा म चाहिँ अब दाना लाग्छ भनेर छोडेको थिएँ तर अब दाना चाहिँ फल्दै झर्दै भएको कारणले गर्दाखेरि चाहिँ फेरि ठिकै हिजो अङ्कल आउनुभएको थियो र अङ्कलले चाहिँ अब अङ्कल भन्दा पनि अब पुसै हो हाम्रो है र उहाँले चाहिँ जानकारी दिनुभयो कि यसको मुन्टा खानु यसको फुल खानु है एकदमै राम्रो र मिठो हुन्छ टेसिलो हुन्छ भन्ने सुनेर चाहिँ आज चाहिँ म यसलाई टेस्ट गर्न लागिरहेको छु है र हुन त अब यो अर्ग्यानिक चिजहरू हो यो बजारमा पाइँदैन यो चाहिँ घरकै कतिपय घरमा भन्दा पनि अब यो त प्रायः त जङ्गलमा पाइन्छ जङ्गलमा पाएको कारणले गर्दा हामीलाई अब जङ्गल जानु पनि अहिलेको समयमा चाहिँ जान्छ र त्यसकै सुविधाको लागि चाहिँ धन्न घरमै रोपेको कारणले गर्दा चाहिँ यसरी खानु पाइरहेको छ र अब यसको बनाएर चाहिँ हजुरहरूलाई चाहिँ म नेक्स्ट भिडियोमा चाहिँ म देखाउन चाहन्छु कस्तो हुँदो रहेछ टेस्ट चाहिँ कस्तो हुँदो रहेछ र हजुरहरूले पनि यो कुरोलाई चाहिँ सेवन गरेकै राम्रो किनभने यसको जुन दाना लाग्छ नि अब जस्तै यो सोच्नुहोस् न अब यो दाना छ नि है यो दानामा चाहिँ बढ्दै गएर चाहिँ यत्रो हुन्छ होइन त्यो त देख्नु भएकै हो यो दानाबाट चाहिँ कतिपय रोगहरू जस्तै अब क्यान्सरहरूलाई हुनु दिँदैन अरे है त्यो कुरोहरू चाहिँ अब सुन्नमा आएको छ है अनि चटेलाको सिजनमा चाहिँ एकपल्ट दुईपल्ट भए पनि तपाईँहरूले लिनुहोस् यसले चाहिँ एकदमै स्वास्थ्यलाई राम्रो गर्छ भन्दै है हजुरहरूलाई बाट चाहिँ अब जलाउन चाहन्छु नेक्स्ट भिडियोमा चाहिँ म यसलाई कम्प्लिट